जय शम्भु हजुर सबैजनालाई म श्रीजु र आज हजुरहरूको लागि एउटा डिभाइन मेसेज महादेव महाकालीको मेसेज लिएर आएको छु। के छ त आज हजुरहरूको लागि युनिभर्स मेसेज, लेट मी सी र लेट मी डु द क्विक रिडिङ है त। र हजुरहरूलाई के नोटिफाई गराउन चाहन्छु भन्दा चाहिँ नि यो एउटा अल टुगेदर रिडिङ हो हैन, त्यसैले सबै कुरा यसमा भएको हजुरसँगै रेजोनेट हुन्छ भन्ने छैन। सबै कुरा रेजोनेट हुनको लागि चाहिँ डेफिनेटली पनि हजुरहरूले पर्सनल रिडिङ इन्डिभिजुअल रिडिङ गराउनुपर्छ। तर यो चाहिँ नि एउटा अल टुगेदर रिडिङ हो र एउटा टाइमलेस रिडिङ हो। जतिखेर हजुरहरूको फोनमा आउँछ त्यो त्यही टाइमको लागि नै रेजोनेट हुन्छ। ओके, लेट मी डु द क्विक रिडिङ। के छ त है त आज हजुरहरूको लागि युनिभर्स मेसेज। ओके, आज चाहिँ जति पनि जना जसले पनि लाइक रिलेसनसिपमा होस्, चाहे बिजनेसमा होस्, चाहे लाइफमा कुनै पनि कुराको लागि लिएर बिट्रेड पाउनुभएको, चिटिङ पाउनुभएको, विश्वासघात पाउनुभएको, केही न केही कुरामा चाहिँ नि थर्ड पर्सनबाट चाहिँ हजुर एफेक्टेड हुनुभएको, हजुरलाई चाहिँ नि हर्ट गरेको थर्ड पर्सनले होइन, थर्ड पर्सनले चाहिँ हजुरलाई हर्ट गरेको, जुन सेकेन्ड पर्सन छ उनीहरूले बिट्रेड गरेको, यस्तो किसिमको एनर्जी जस हजुरले चाहिँ नि रिलेसनसिपमा होस्, चाहे मटेरियल लाइफमा, म्यारिजमा होस्, लभ रिलेसनसिपमा होस्, कुनै पनि रिलेटिभ सर्कलमा होस्, फ्रेन्ड सर्कलमा होस्, हजुरले 100% दिएको तर इन रिटर्नमा हजुरहरूले बिट्रेड पाउनुभएको, धोका पाउनुभएको त्यो किसिमको पर्सन्सहरूको लागि चाहिँ आजको डिभाइन मेसेज हो र आजको यो रिडिङ हो। ओके, के छ त हजुरहरूको लागि सजेसन त्यो हेर्दैछु। ओके, जति पनि हजुरहरूले लाइफमा जुन धोकेबाजी पाउनुभयो, चिटिङ पाउनुभयो, कतिजनाले त एक्स्ट्रा मैरिटल अफेयर्सहरूको समेत पनि बिट्रेड पाउनुभएको छ होइन, चिटिङ पाउनुभएको छ, त्यो सबै कुरा जुन जति पनि बिट्रेडको एनर्जी हजुरले लाइफमा खेप्नुभयो, जुन विश्वासघातको, फ्रेन्ड सर्कलमा, साथीभाइ, इष्टमित्र होइन, जो पनि हुनसक्छ उहाँहरूद्वारा चाहिँ तपाईँले जुन विश्वासघातको जुन हुन्छ नि त्यो एनर्जी पाउनुभयो नि तपाईले, जब कि तपाईँ राइट हुँदै पनि उनीहरूले तपाईँलाई नै उल्टो ब्लेम लगाए, त्यस्तो एनर्जीमा हजुरहरू हुनुहुन्थ्यो भनेदेखि चाहिँ नि हजुरहरूको लागि चाहिँ नि के छ आजको मेसेज भन्दा चाहिँ जति हजुरले लाइफमा सहनु पर्यो दुःख, पीडा, कष्ट होइन, बिट्रेड, विश्वासघात, फेलियर, जति कुराहरू पनि हजुरले लाइफमा सहनु भयो नि, अब त्यो सबै कुराहरू चाहिँ मल्टिप्लाई ब्लेसिङ्स भएर आउँदैछ के, मल्टिप्लाई इन्टु ब्लेसिङ्स होइन, ब्लेसिङ्समा परिवर्तन भएर, ब्लेसिङ्समा ट्रान्सफर भएर चाहिँ नि आउँदैछ हजुरहरूको लाइफमा भनेर आजको रिडिङ छ। जति पनि हजुरहरूले लाइफमा टलरेन्ट गर्नुभयो, नट ओन्ली इन द रिलेसनसिप, जस्तो रिलेसनसिपमा हजुरले धोका पाउनुभयो, हजुरले बिट्रेड पाउनुभयो, त्यो मात्र होइन, जति पनि हजुरले लाइफमा कष्ट, दुःख, पीडा सहनु परेको छ, स्ट्रगल गर्नु परेको छ लाइफमा, सानो सानो कुरा पाउन पनि हजुरले स्ट्रगल गर्नु परेको थियो, गर्नु परिरहेको छ भनेदेखि इन नियर फ्युचर अपकमिङ डेजहरूमा, अब आउने दिनहरूमा भनेदेखि हजुरको सङ्घर्षहरू निकै कम हुने र हजुरहरूको जति पनि त्यो दुःख, कष्ट, पीडा छ त्यो चाहिँ नि हुन्छ नि ब्लेसिङ्समा परिणत हुने, खुसीमा परिणत हुने, प्रस्पेरिटीमा परिणत हुने, अबन्डेन्समा परिणत हुने, अर्थात् खुसी, शान्ति, समृद्धि, वैभवतामा चाहिँ नि परिणत हुँदैछ भनेर आजको चाहिँ एकदमै पोजिटिभ एनर्जी देखा परिरहेको छ। जति पनि हजुरहरूले त्यो स्ट्रगलहरू गर्नुभयो त्यो स्ट्रगलहरू अब ह्याप्पिनेसमा चेन्ज हुँदैछ। जति पनि हजुरले लाइफमा बिट्रेड हासिल गर्नुभयो, यदि रिलेसनसिपमा चाहिँ नि हजुरहरूले धोका पाउनुभएको थियो भनेदेखि अब त्यो धोका लाइक हुन्छ नि अब राम्रो लभ रिलेसनसिपमा परिणत हुँदैछ। र जति पनि हजुरहरूले अनसक्सेसफुल, असफलता देख्नुभयो त्यो सफलतामा परिणत हुँदैछ। ओभरअल आजको रिडिङ हेर्नुपर्दा चाहिँ इट्स अ भेरी पोजिटिभ साइन, एउटा एकदम सकारात्मक साइन देखिरहेको छु मैले कि डेफिनेटली हजुरहरूको लाइफमा चाहिँ नि अब त्यो रेनबो हुन्छ नि, रेनबोमा जुन कलर्स हुन्छ, पानी परिसकिसकेपछि हल्का घाम लाग्दाखेरि जुन रेनबोले कलर छोड्छ, 7वटा कलर, त्यस्तै ब्युटिफुल रेनबोको जस्तै त्यो ब्युटिफुल कलरफुल जोय, कलरफुल कलरको हुन्छ नि जोय, ह्याप्पिनेस होइन, लभ, त्यो सबै कुराको चाहिँ नि सप्तरङ्गी इन्द्रेणी जस्तै गरेर हजुरको लाइफमा इन्द्रेणी लाग्दैछ भनेर द्याट काइन्ड अफ पोजिटिभ एनर्जी, त्यस्तो सकारात्मक जुन मैले शक्ति हुन्छ नि त्यो देखिरहेको छु हजुरहरूको लाइफमा। र हजुरहरू चाहिँ अलिकति स्पिरिचुअल पनि भइदिनु पर्यो, तर होइन हजुरहरू हुनुहुन्छ, भगवान्प्रति विश्वास राख्नुहुन्छ भनेदेखि इट्स ओके, फाइन, द्याट्स भेरी गुड। तर मान्नु हुँदैन भगवान्लाई, अलिअलि विश्वास चाहिँ छ, कहिलेकाहीँ ढोक्नुहुन्छ भने पनि
अलिक बढी मानिदिएर बढी स्पिरिचुअल भएर केही स्पिरिचुअल रेमेडिजहरू पनि हजुरले गर्न सक्नुहुन्छ, जुन आध्यात्मिक रेमेडिजहरू जस्तो पूजा लगाउने होइन, दान पुण्य गर्ने अथवा पर्सनल रिडिङ गरेर होइन, पर्सनल रिडिङ गरेर आफ्नो पर्सनल हेराएर चाहिँ के गर्दा आफ्नो लागि चाहिँ राम्रो हुन्छ, दान गर्दा राम्रो हुन्छ कि पूजा लाउँदा राम्रो हुन्छ कि कुनै गुप्त दानहरू गर्दा गुप्त पूजाहरू गर्दा गुप्त हुन्छ नि चिजहरू गर्दा के गर्दा चाहिँ नि हजुरहरूको लागि लाइफमा प्रस्पेरिटी अबन्डेन्स जुन जति पनि दुःख कष्ट सहनु भयो, जति पनि जे कुरा सहनु भयो त्यो चाहिँ नि लाइफमा ब्लेसिङ्समा परिणत होस् भनेर जुन स्पिरिचुअल रेमेडिजहरू गर्न सकिन्छ नि हामीले त्यो चाहिँ नि गराउन सक्नुहुन्छ पर्सनल रिडिङ गरेर। र यस डेफिनेटली जति पनि जनाले चाहिँ नि लाइफमा रिलेसनसिपमा बिट्रेड हासिल गर्नुभयो, जुन कि तपाईँले चिटिङ हुन्छ नि, चिटिङ चाहिँ नि धेरैजनाले चाहिँ चिटिङ प्राप्त गरेको भनेर पनि देखिन्छ, जस्तो कि हजुरलाई चाहिँ कसैले चिट गरेको त्यस्तो छ भनेदेखि पनि इट्स ओके फाइन। हजुरहरूको लागि चाहिँ नि आज के म्यासेज छ भन्दा त्यो हजुरहरूको लागि एउटा लेसन मात्र थियो, त्यहाँबाट केही कुरा हजुरले सिक्नुहोस् र आफ्नो लाइफमा चाहिँ अब दोहोऱ्याएर कुनै पनि मिस्टेक हजुरले पनि नगर्नुहोस्। यदि हजुर पनि आँखा बन्द गरेर कसैलाई विश्वास गर्नुहुन्छ भने पनि त्यस्तो नगर्नुहोस् होइन। कहिलेकाहीँ दिलको सुन्नुको साथसाथ दिमागको पनि सुन्नुहोस्, राम्रोसँग मान्छेलाई पर्खेर मात्रै होइन कुनै पनि रिलेसनसिपमा चाहे बस्नुहोस् अथवा फ्रेन्ड बनाउनुहोस्, रिलेटिभ सर्कलमा पनि कसको इन्ट्युसन के छ, ब्याड छ कि राइट छ कि रङ छ कि हजुरहरूको लागि लिएर गुड छ कि त्यो कुराहरू राम्रोसँग बुझेर मात्र रिलेसनसिपलाई कन्टिन्यू गर्नु होला, कुनै पनि रिलेसनसिपलाई। त्यस्तो किसिमको सजेसन पनि आजको रिडिङमा देखाइरहेको छ। अनि डेफिनेटली हजुरहरूको लागि चाहिँ नि एकदमै पोजिटिभ एनर्जी छ क्या, एकदमै पोजिटिभ एनर्जी छ। आजको यो ब्युटिफुल रिडिङ जुन छ, यस्तो राम्रो सकारात्मक पोजिटिभ रिडिङ जुन छ, यो रिडिङमा भएको ब्लेसिङ्सहरूलाई चाहिँ हजुरले क्लेम गर्नको लागि चाहिँ आई क्लेम इट अथवा थ्याङ्क यू युनिभर्स, थ्याङ्क यू महादेवजी भनेर कमेन्ट पनि गर्न सक्नुहुन्छ। र यस्तै ब्युटिफुल यस्तै राम्रो रिडिङहरूको लागि हजुरहरूको फ्युचर प्रेडिक्सन, प्रेजेन्ट कन्डिसन अनि पास्टको सबै कुराहरूको रिडिङ्स पनि मैले लिएर आउँछु होइन, बिस्तारै बिस्तारै। त्यो सबै कुरा हेर्नको लागि चाहिँ हजुरहरूले मलाई सब्सक्राइब गर्न सक्नुहुन्छ, मलाई फलो गर्न सक्नुहुन्छ होइन। सो ओके, अब एउटा 1 कार्ड पिकिङ रिडिङ गर्छु है त। ओके सो जति पनि जना आज हजुरहरूले भिडियो हेरिरहनु भएको छ, तपाईँहरूले चाहिँ नि तपाईँहरूको लाइफमा कुनै न कुनै एउटा अचिभमेन्ट, गोल, सपना, विश राख्नु भएको छ क्या, केही न केही विश राख्नु भएको छ, केही न केही इच्छा हजुरको छ जुन स्टिल पुरा भइसकेको छैन भनेदेखि चाहिँ नि हजुरहरूको त्यो इच्छा डेफिनेटली पुरा हुन्छ। दिस इज अ भेरी पोजिटिभ साइन कि त्यो इच्छा पुरा हुन्छ भनेर देखाएको छ। जस्तो कुनै पनि एउटा इच्छा त हुन्छ नि त मान्छेको, सानो ठुलो इच्छा दैनिक जीवनमा धेरै हुन्छ मान्छेको, तर एउटा कुनै बिग इच्छा जुन चाहिँ मैले पुरा गर्नै पर्छ, एनी हाउ पुरा हुनुपर्छ भन्ने किसिमको इच्छा चाहिँ हजुरहरूको पुरा हुन्छ भनेर कन्फर्मेसनको कार्ड आएको छ। कन्फर्मेसन एनर्जी मैले देखिरहेको छु। जुन गोल छ हजुरहरूको, अचिभमेन्ट अफ गोल, जुन कुनै न कुनै सफलता जुन हासिल गर्न चाहिरहनु भएको छ त्यो अप्रुभ हुन्छ, त्यो चाहिँ नि डेफिनेटली पुरा हुन्छ, कम्प्लिट हुन्छ। विश फुलफिलमेन्टको पनि एनर्जी देखिरहेको छु। विश फुलफिलमेन्ट डेफिनेटली हुन्छ भनेर पनि देखिरहेको छ। तर डेफिनेटली हजुरहरूको लागि अघिदेखि यही नै डिभाइन म्यासेज छ कि हजुरहरू अलिकति स्पिरिचुअल भएर अगाडि बढ्नु पर्यो। अलिकति हुनुहुन्छ भने अलिकतिलाई अलिकति बढाइदिनु पर्यो, र अलिकति बढी नै स्पिरिचुअल हुनुहुन्छ भने अझै फुल्ली सरेन्डर गरेर भगवानप्रतिको पूर्ण श्रद्धा राखेर, विश्वास राखेर चाहिँ हजुरहरू अगाडि बढ्नुभयो र केही स्पिरिचुअल रेमेडी गराउनु भयो भने डेफिनेटली जुन इच्छा राख्नु भएको छ त्यो इच्छा पुरा हुन्छ भनेर आजको रिडिङले देखाइरहेको छ। हुन्छ आज हजुरहरूको लागि यति नै लिए मैले आजको रिडिङ। यस्तै रिडिङ चाहिँ हजुरहरूले डेफिनेटली पनि हेर्न सक्नुहुन्छ र पर्सनल रिडिङ गराउन पनि सक्नुहुन्छ। पर्सनल रिडिङ गर्नको लागि मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ र कुनै पनि कुरा हजुरहरूलाई रेजोनेट भयो भनेर भनिदिन पनि सक्नुहुन्छ होइन। सो म हजुरहरूको लागि गुड लक र बेस्ट विसेसहरू माग्दिन्छु। ओके, जय शम्भु भोलेनाथ, कैलाशपति महादेव।